गायक तथा नायक प्रशान्त तामाङको साथीहरू आज दिल्लीमा निधन भएको खबरले हामी सबैको मनमा एकदम पीडा भइरहेको छ। साथीहरू, गायक तथा नायक प्रशान्त तामाङको दुःखद निधन भएको खबरले हामी सबै सद्बन्ध भएको छौँ हो। साथीहरू, आज बिहान भारतको दिल्ली स्थित आफ्नै निवासमा उनको 34 वर्षको उमेरमा निधन भएको हो। साथीहरू, तेस्रो इन्डियन आइडलका विजेता प्रशान्त तामाङले आफ्नो सुमधुर स्वर र अभिनयमार्फत लाखौँ दर्शक श्रोताको मन जित्न सफल हुनुभएको थियो। उहाँले नेपाली फिल्महरू, परदेशी, गोरखापल्टन लगायत समेत अभिनय गर्नुभएको थियो। साथीहरू, उहाँको स्वर्गवास भएको छ। साथीहरू, सबैले उहाँलाई रेस्ट इन पिस लेखिदिनु होला। रेस्ट इन पिस लेजेन्ड लेखिदिनु होला। हार्दिक